Hi everyone, welcome to our vlog. आज चाहिँ हामी लेक सेन्ट क्लेयर जाँदैछौँ for the camping. We are very excited. Are you excited, babe? एकदम excited. हामीले चाहिँ लास्ट इयर यो ठाउँ बुक गरेका थियौँ जाने भनेर, तर लास्ट इयर वेदरले साथ नदिएर चाहिँ हामीले लास्ट मोमेन्टमा क्यान्सल गर्यौँ. अहिले फेरि वेदर ठिकै छ, नट द्याट ग्रेट. अलिक क्लाउडी छ, पानी नपरोस् भन्ने आश छ. लेट्स सी के हुन्छ. तर पानी परे पनि यसपालि त जसरी नै क्याम्पिङ गर्ने भनेर हामी आएका छौँ. सो हामी अनि दाइ भाउजू नि हुनुहुन्छ. सो वी गonna go there and we'll see you in the camping spot. हामी चाहिँ यहाँ ब्रेकफास्ट खानालाई रोकिएको. के खाने हो? Your lips on mine. उता चेकिङ गर्ने अनि जाने रहेछ. यही सो यहाँ चाहिँ टिकटहरू छ भने लिने अनि हामी जान्छौँ भित्र. यो चाहिँ क्याम्प साइट, सो वी क्यान गो एनीवेयर. तर यो बुम गेटको लागि चाहिँ अलरेडी बुकिङ गरिसकेपछि चाहिँ कोडहरू पठाउँदो रहेछ अनि हामीले त्यही गऱ्यौँ अनि जाने. सो इट्स भेरी गुड, नाइस वेदर, नाइस भाइब, नो नेटवर्क. हामी चाहिँ यहाँ ठाउँ हेर्दैछौँ कता बस्ने भनेर. सनराइज सनसेटको पाइ पारेर बस्नु पर्यो. यो बिचको ठाउँ ताल हेर्छौँ. आई थिङ्क ठिकै रहेछ है. तर ऊ त्यो क्याम्पर भ्यान हो कि के हो त्यो राखेको रहेछ. सो हामीलाई चाहिँ यो ठाउँ एकदम राम्रो लाग्यो. सो यहीँ बस्छौँ होला. टेबल छ, यहीँ छ. के लाग्छ? कि उता हेरेर आउने एक लट. के लाग्छ भाउजूहरूलाई? के लाग्छ हजुरलाई? अनि टेन्ट यता बनाएर उता सार्न मिल्छ कि मिल्दैन? त्यो त यस्तो लाको हुन्छ नि. ए पेग्ला हुन्छ. सही हुन्थ्यो न त. यहाँ बनाउँछ नि त्यहाँ लगाएर सार्नलाई क्या. घाम छ. कति एउटा त निकालेको त नि. यत्रो सामान निकालेँ मैले. त्यहाँ उता गाडी फर्का त्यही लो. अब चाहिँ हामी टेन्ट बनाउन सुरु गर्छौँ. एक्साइटेड? गर्मी छ. यसमा चिहाएर चाहिँ टेन्ट बनाउनु पाए मजा आउँथ्यो. अब हामीले चाहिँ यहाँ
दुई ठाउँमा चाहिँ टेन्ट लगाउँछन् टक्क टेन्ट खोलेर यसो हेर्दाखेरि टक्क दामी भ्यू आउने कतातिर फर्काउने भन्ने कुरा एकछिन वर्षमा अब यो पर्दैन अहिले हलचल कहीँ हुँदैन एकछिन ल बन्द गर्नु हाम्रो चप्पल बन्दैछ यो चाहिँ हाम्रो क्याम्प साइट के हुँदैछ यहाँ चप्पल पनि हाम्रो चप्पल तपाईँले क्या खाने अन्त त्यसरी पनि मैले यो निकाल्ने जस्तो लाग्छ होइन होला हौ त्यो त निकाल्ने म ट्राई गर्छु खै आयो कि आएन आयो तेरो रेडी भयो बे हाम्रो घर रेडी भयो यहाँ अर्को हाम्रो छिमेकी को हुनुहुन्छ भाइ भाउजू हुनुहुन्छ हाम्रो छिमेकी दाइ भाउजू हुनुहुन्छ अलिकन चाहिँ सो यहाँ चाहिँ हामी बस्छौँ अनि दाइ भाउजूहरू चाहिँ अर्कोमा यो चाहिँ 4 पिस के अरे 4 पर्सन वाला टेन्ट हो 3 जनाको लागि चाहिँ इनफ हुन्छ 4 जना चाहिँ अलिक गाह्रै हुन्छ जस्तो लाग्यो 2 जनाको लागि त मजाले पुग्छ सो यो चाहिँ ल म्याट्रेस फुल्दैछ भइरहेको छ कस्तो भइरहेछ त क्याम्पिङ पहिलो क्याम्पिङ एक्सपिरियन्स के हुँदैछ सुनाउनु त राम्रो भइरहेछ इन्टरभ्यू दिए जस्तो थियो अलिअलि भुलचुक भयो धेरै कुराहरू बिर्सियो नेक्स्ट टाइम के ख्याल गर्नुपर्छ नेक्स्ट दिन चाहिँ हामीले मोस्ट इम्पोर्टेन्ट चिजहरू चाहिँ के गर्नु पर्दो रहेछ हाम्रो टेबल घर छोड्यौँ स्टोभ घरमा छोड्यौँ आर्ट एन्ड आर्टिस्ट तिमीहरू होइन हाम्रो खाएको
हाम्रो ल क्याम्प फायर स्टार्ट भइसकेको छ हैन अब हेलो त भन्नै पर्यो नि त हैन पहिले हाम्रो टेन्ट पनि एकदम नाजुक अवस्थामा छ हावाले चाहिँ साथ दिएको छैन आज बट स्टिल एकदम हामी we can sleep here tonight. Where's the party tonight on the dance floor? एकदम डेन्जर हावा लाग्यो पानी पर्यो भने हावा नचलिकन पानी पर्यो भने त इट्स अल राइट रहेको छ आगो बालेर एउटा गाडी त्यहाँनिर छ यहाँनिर क्याम्प छ एउटा यस्तो अन्धकार छ केही देख्नु भइरहेको छैन होला यहाँनिर अर्को क्याम्प पनि छ यहाँ तपाईले हेर्न सक्नु भएको छ एकदम अन्धकार त्यो चाहिँ हाम्रो गाडी अर्को एकदम अन्धकार छ एकदम पानी पर्यो भने चाहिँ गाडीमा सुत्ने सो लकिली वी हेभ टु गाडी आज हाम्रो चाहिँ अब बार्बिक्यू सुरु हुन लागेको छ हल्का हावा लाएर ल्याङ भएको छ बट लेट्स सी आगो चाहिँ मजाले बल्यो अब हामी बार्बिक्यू गर्छौँ वी गोना स्टार्ट विथ द मकै छ मसरुमहरु छ सामानहरु खोजखाज भइरहेको छ धेरै सामानहरु चाहिन्छ क्याम्पिङमा अलि फर्स्ट टाइम हो अब बिस्तारै थाल्दै जान्छ कति बेलाको लागि कति बेला सामानहरु हेड टर्च नजिक सही रहेछ ल खै बत्ती यस्तो कामदारहरु जस्तो वाला बत्ती डिफरेन्ट फंक्सन रहेछ टेली ओ ल हेलो I love talking Amazing. हाम्रो चाहिँ मकै भुटिरहेको छ मकै एन्ड एभ्रिथिङ That's it. तातो बनाउन लाग्यो चिसो भयो कस्तो হবে मासु कस्तो हो मासु पाक्यो सानसानो पिसे पाके खाइयो कसरी गर्दै Still can't sleep. फटार 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 गरे छ रातभरि उडी त अझै सुतिरहेछ सुत्न सकेन म त सुत्न सकिनँ उठेँ अब हाम्रो ट्रेनको चाहिँ एक्जिट हेरौँ है त आइया This is the morning from Lake St. Clair. कति टाढो बनायो यस्तो सनराइज देख्छ भनेर यो साइडमा बसेको छन् के देखेन
छिमेकी दाजुहरू उठ्नु छैन अझै यो लेकको बिचमा चाहिँ यो टोयलेट बनाइदिएको छ जहाँ चाहिँ शावरहरू पनि छ प्लस बारबिक्यू गर्नको लागि बारबिक्यू पनि राखेको छ which is very good अनि यतातिर चाहिँ बच्चाहरूलाई खेल्नको लागि ठाउँ बनाइदिएको छ यो चाहिँ बारबिक्यू तर सफा गरेर चाहिँ गर्नुपर्छ आफूले युज गर्दाखेरि र सफा गरेर छोडिदिनु पर्छ यता चाहिँ टोयलेट छ This is good shower ल यो चाहिँ हाम्रो एक दिनको क्याम्प सेटअप हो मत सुतेर बस्यो भने दुईजना तीनजनै कुर्छौँ गीत लगाएर चिलमा सुतिरहेको छ ल यहाँभन्दा अरू के चाहियो र नो नेटवर्क नो वाइफाई नथिङ म एउटा प्रश्नले साह्रै हामी दुईजना एकदम हट क्रिटिकल थिङ्किङ जस्तो भएको थियो हाम्रो होइन सो यो चाहिँ टिपिकल आई डोन्ट नो कति सी लेभल छ यो नर्मल क्याम्पिङ सेटअप आई जस्ट वन्डरिङ एभरेस्ट बेस क्याम्पको पनि यस्तै काइन्ड अफमा हुन्छ नि होइन अनि कस्तो थियो होला लाइक त्यो सिचुएसन म त त्यही इमेजिन गरेँ एन्ड आई थट लाइक वी आर ब्लेस्ड एटलिस्ट साइडमा मान्छेहरू छ होइन वी आर इन गुड स्पेस होइन एबिसीमा त गड बरफ परे यस्तो चिसो हावा यु नो एन्ड के हुन्छ भनेर एन्ड जस म चाहिँ अब एटलिस्ट 4-5 फुट भ्यू चाहिँ पानी परेर अथवा कसैले केही टाटा गरेर होइन त्यस्तो हिसाबले तर बिचमा चाहिँ एकछिन अलिकति त्यो टाउकोमा लाउने लाइट पनि अन गरेर सुतेँ इनकेस के भइहाल्यो कि पानी पर्यो भनेर ज्याकेटको चाबी पनि गाडीको चाबी तुफान गर्नलाई तर पानी नै परेर हिँड्छ जस्ट सच अ प्लिजेन्ट यु नो इट्स अल अबाउट नेचर यु नो सो नेचरलाई देखेपछि मन त्यसै आनन्दित हुन्छ द्याट्स द थिङ चियाको तयारी आई मिन चियामा चियापत्ती हालेर अनि डिफ्रेन्ट फ्लेभर भेरी नाइस सेटअप चाहिँ खास के भयो यस्तो भन्दाखेरि चाहिँ अलिकति हावाले गर्दाखेरि चाहिँ ग्यासभित्र बलेन तर डोन्ट बी कन्फ्युज यो हामीले कोइलामा बनाएको होइन यहाँभित्र चाहिँ स्टोभ छ स्टोभमा चाहिँ अनि त्यो ग्यासको चाहिँ त्यो भएर चाहिँ अनि गरेको सो या तर आगोमा पकाउनु पाए मजा आउँछ होला है दाउरा भएको है चिया पाक्ने कार्यक्रम हुँदैछ चाय पिलो चाय गरम चाय जिन्जर टी Of course चिया पिउने हो Thank you Cheers प्याकिङ कार्यक्रम सुरु हुँदैछ
धुमाधुम लाएर लाएर हामीलाई हेल्प गर्न आइरहेको छ यहाँ ट्रेकिङको लागि Thank you for watching us. See you in next one. ल अब लाग्यो घरतिर एक दिनको मिठो बसाइ धेरै सम्झना र यता पावर साइड चाहिँ यता रहेछ कि जहाँ गयो नि जहाँ भन्थ्यो नि त हिजो खाली भएर होला कि है यस्तो खालको त धेरै हार्डली 10वटा टेन्ट 10वटा क्याम्परहरू थियो आज हिजो कति हुन्छ तर विकडेज भयो नि त मन्डे त्यसमा फेरि अर्को टोइलेटहरू बनाउनु लागेको छ होइन वासरुमहरू बनाउनु लागेको छ योसँग अझै राम्रो हुँदैछ रियली नाइस लाइक आफ्नो कायाकिङ वा केही भयो भने चाहिँ अलिकति एक्टिभिटिजहरू टाइम पास गर्न चाहिँ रमाइलो हुन्छ त्यहाँ चाहिँ कोड हाल्ने कोड हालेपछि चाहिँ गेट खुल्छ हरेक नम्बर प्लेटको लागि चाहिँ छुट्टै कोड दिँदो रहेछ म्याक्सिमम चाहिँ पर साइड 2टा हाल्न मिल्यो गाडी